हेलो छाजालो नमस्ते सम्पूर्णमा आज फेरि पनि घान्द्रुके दिदीको युट्युब च्यानलमा हजुरहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। आज चाहिँ मेरो भिडियोमा हामी तमु जातिको मौलिक पहिचान धर्म संस्कार संस्कृति जगेर्ना गर्ने उद्देश्यले गठन गरिएको तमु पेलुसाङ केन्द्रीय युवा समितिको 33औं स्थापना दिवसमा छेउपा पूजा किन गरिन्छ भन्ने बारेमा संस्कृतिविद डाक्टर पोल बहादुर क्रोमजेसँग अन्तर्क्रिया कार्यक्रम छेउमा विभिन्न होला खास गरी चाहिँ हामी मंगोलियनहरुको हामी तिब्बतीयनहरुको छेउमा विवाह एउटा चाहिँ हामीले देवताको रूपमा मान्ने अथवा पुर्खको रूपमा मान्ने एउटा हाम्रो गुरु जो छेउमा विभिन्न तुमल मात्रै हामी जो तामाङ मलाई नम्बु जो पैमालाई नम्बु पैमा विवाह खास गरी चाहिँ शेर्पाहरुको चमध्ये न छेउलमु तामाङ मध्ये न छेउलमु यही न छेउलमु जो भ्यू अलिकति फरक होला गर्ने तरिका चाहिँ अलिकति फरक होला तर छेउै हो जो छेउ चाहिँ खास गरी चाहिँ हामीले तेरे कुन बेला गर्ने भन्ने हिसाबले चाहिँ हामी बुझ्नु पर्दाखेरि छेउवा 3-4 थरीको छेउवाहरु हामीसँग छ हैन हाम्रो पुर्खाहरुसँग हाम्रो पुरोहितहरुले लिएर राखेको छेउवा चाहिँ हामी ढी छेउवा भन्छ ढी छारलाई ढी मिर लब छेउवा तने खी छेउवा पनि भन्छ खिमी छेउवा हैन त्यो ढी भनेको चाहिँ किमी हो कोही पर्वतले तेरो तुरु तेलाई म तेरो तेने दुमु बिपि तेने दुमु तुले खिमी तेने दुमु किनभने हाम्रो घर परिवारको नाममा पयबुर भयो देय पयबुर जति हामी जना मान्छे छौं हामी जो पयबुरबा जो धीरको परिवार हो भनेपछि चाहिँ हाम्रो घर परिवारको नाममा गर्ने भएको हुनाले चाहिँ किमी तेरुदि चाहिँ पारा हाम्रो चाहिँ घर बनाइसकेपछि घरको नाममा गर्ने एउटा छेउवा हुन्छ च ढी छेउवा अथवा खी छेउवा खिमी छेउवा एउटा चाहिँ त्यो हुन्छ अर्को चाहिँ फैलु छेउवा भनेको चाहिँ खास गरी फैलुङबुबा कोजुमा लौरीमा लाममा यसरी बुझौं हैन अन्यथा भन्ने कुरा होइन फेरि है अन्यथा भन्ने कुरा होइन कोजुमा लौरीमा लाममा फैलु लरिबै ढी जरे फैलु 1 वर्ष फैलु लबा तिदी फैलु लबा तिदी छेउवा लबा त्यो चलन छ हैन चलेर फैलु छेउवा भ्युतै अर्को चाहिँ छेउवा छेउवा व्यवहार यो घर छोडेर बाहिर जानु पर्ने भयो भने हामीले चाहिँ बाहिर जानु पर्ने जुन व्यक्ति छ जुन सदस्य छ उहाँको नाममा चाहिँ हामीले छेउवा गर्ने हो चाहिँ छेउवा भ्युतै छेउ दिशा भनेको छेउली छाब्ली भन्छ हैन छेउली छाब्ली भन्छ छेउली विवाह 4 दिशा भनेको छाब्ली भनेको चाहिँ त्यो 4 दिशा भित्रको उपदिशाहरु सदस्य स्याउरमध्ये छेउली छाब्ली भन्छ छेउली 4 दिशा छाब्ली भनेको त्यो भित्र रहेको अर्को 4 वटा उपदिशा भन्छ त्यसले गर्दाखेरि खास दिशा चाहिँ कति हुन्छ 8 वटा दिशा हुन्छ नि त यो पार्द प्रेम भित्रको पार छेउली छाब्ली भनेको चाहिँ पार्द प्रेम भित्रको चाहिँ दिशा हो जरा त्यसले घर छोडेर जानुपर्ने भयो भने त्यो खालको चाहिँ छेउलमा हैन छेउलमा भनेको चाहिँ साइतो गर्ने छेउवा अर्को आइरे छेउवा घुम्नु छ धेरै भएदि दिन न आइरे छेउवा भनेको चाहिँ सिकारीहरुको चाहिँ छेउवा गर्ने कुकुरको पनि गर्ने अथवा मान्छेको पनि गर्ने भन्दा संयुक्त रूपमा चाहिँ कुकुर र सिकारी दैनेबी सिगारले पनि भए छेउलमा आइरे छेउवा अझ चाहिँ पोबो छेउवा पनि भन्छ पोबो भनेको चाहिँ सिकारी भनेको अर्को चाहिँ छेउवा भन्ने छ हैन छेउवा भनेको चाहिँ अब व्यापार व्यवसायको चाहिँ छेउवा गर्ने हो है अनि जो चाहिँ तो जो छेउवा जति छेउवा गरे पनि हामीले चाहिँ छेउवासँग अथवा छेउवा गुरुसँग छेउवा देवतासँग छेउवा कुलसँग चाहिँ छाउ तरिए छाउ लबिनु
आस्याउ आउँदा बिनु भनेर चाहिँ हामीले आशीर्वाद माग्ने कुरा हो है। अघि हाम्रो केन्द्रीय सल्लाहकार समितिको संयोजकज्यूले यो कुरो उठाउनु भएको छ। यो कुरा चाहिँ म के कुरा आज गर्छु भन्ने कुरा चाहिँ मैले नोट गरेर ल्याएको छु। अहिले उहाँको कुरोमा अलिक केही पछि चाहिँ या मैले लेखेर ल्याएको छु उहाँको कुरोमा अहिले हामी आउँछौँ है। छेउबल्ल हजुरमा छलिमु छेउबल्ल भनेर छेउमा जतिवटा छेउवा भए पनि जस्तो खालको छेउवा भए पनि छेउवा केर्नु भनेर चाहिँ 9वटा अध्याय हुन्छ खास गरी है। छेउवा केर्नु भनेर चाहिँ 9वटा अध्याय हुन्छ। त्यो 9वटा अध्यायले के देखाउँछ त? छेउवा देवताले अथवा छेउवा गुरुले मान्छेको सृष्टि पेटभित्र खास गरी होइन पेटभित्र मान्छेको सृष्टि अथवा पेटमा बच्चा कसरी बसाल्छ भन्ने कुरासँग चाहिँ सम्बन्धित छ यो कुरा है। सधैँ रिङ्गाइदिएर खेमिर दि छेउलाउमै खेमिर दि पोजमैलालाई लोरीमैलालाई लम्मा जसले गरे पनि ते रुई छो के मुई फ्यो फ्रे सु टे भनेर चाहिँ यो 9वटा अध्याय छ। यो 9वटा अध्याय भनेको खास गरी चाहिँ आमा र बाबा बीचको सम्पर्कपछि जब गर्भमा बच्चा रहन सुरु गर्छ त्यो कुरालाई चाहिँ यसले सङ्केत गराउँछ है अथवा त्यसरी चाहिँ बुझाउँछ होइन। आमाको गर्भमा बच्चा कसरी रहन्छ के भनेको चाहिँ 1 महिनाको कुरा हो है। रुई भनेको चाहिँ 2 महिनाको कुरा हो। 2 महिनाको कुरा भनेको चाहिँ रुई तोजबिना ओइ लस रुईबा भोदानले होइन। जब 2 महिनाको बच्चा गर्भमा रहन्छ त्यसपछि हाम्रो आमाहरूले हाम्रो दिदीबहिनीहरूले रुई भन्ने कुरा हो के रुई वैवैलाई त्यो लक्षण देखाउँछ भन्ने कुरा हो है। अनि छेउ भनेको तो जन छेउ भएपछि तान्ने उहाँ बस्ने भनेको के छोया छोए बिमार हो पछि छोया छोए होइन। अथवा गाई भैँसी भेडा बाख्राको पनि मैराउँ सदल वा स्लाइज प्रिल छोया छोए भन्छ नि। जब चाहिँ 1 महिना 2 महिना अनि 3 महिनापछि तोदै दिन्छ छुए भन्ने हुन्छ नि। अनि के भन्ने हुन्छ होइन। 4 महिनामा चाहिँ के भन्ने हुन्छ चाहिँ के एउटा तोदम भेला सँगै किसेर किसेर केमा खै भैलु छमर के हो कि छवलबै छमर के सदक के मतेर अदेन लादक के मोरको तेन लो शेरा खासर कुब टनमन के वरन ग्याजरे कुब काका सिंगा टोबा आउलो पाउ छटु न छैले कुब मिना ढोगर छिप मिजा छैले कुब दाबा पुल्क्या कुब भनेको चाहिँ अब 4 महिनामा आमाको गर्भभित्र बच्चा 4 महिना पुगेपछि उसको चाहिँ शरीरको अङ्गहरू बिस्तारै देख्दै आउँछ वृद्धि हुँदै आउँछ भन्ने कुरा हो है। यस्तो हुँदा हुँदा बल्ल 9 महिनामा चाहिँ टे भन्ने हुन्छ। 9 महिना भएपछि अक्सर है अलि ढिलो भयो भने 10-11 महिना पनि पुग्ने भयो। अलि छिटो भयो भने 7-8 महिना पनि हुने भयो। तर 9 महिनामा चाहिँ बच्चा जन्मिन्छ भन्ने चाहिँ सामान्य यो चाहिँ यो छवले चाहिँ यो देखाउँछ। र यो किन यो भन्यो त वा तलरी छ भेटिन्छ सो ता तलरी खादि हैन धी छौललाई पनि लाउरेमा छौललाई पनि आइरे छौललाई पनि खास गरी चाहिँ हामीले छवले चाहिँ के भन्छ भन्दाखेरि मान्छेको नाममा गरेको घरको नाममा गरेको जे तोमलाई कैमलाई पनि सुरुवात चाहिँ तिमी यसरी भएको हो। आमाको गर्भमा सुरुवात चाहिँ यसरी भएको हो। 1 महिनामा तिम्रो यस्तो थियो 2-3 महिनामा यो हुँदै आयो भनेर चाहिँ यो 9वटा छव केर्लुको अध्यायले 9 महिनाको चाहिँ त्यो सङ्केत गराउँछ भनेर मेरो गुरुले चाहिँ यसरी मलाई चाहिँ सिकाउनु भएको हो है। यो चाहिँ शुद्धले अझै पछि हामी फेरि छलफल गरौँला। छव केर्लु भयो शुद्धै चले। अर्को चाहिँ यो छव केर्लु सकिएपछि हामीले सिज पूर्व भन्ने हुन्छ होइन। सिज पूर्व विभत्तो जबिना तेरेन्यो खनिले भी खास गरी चाहिँ गुरुङहरूको कुरा गर्नु पर्दाखेरि हामी गुरुङहरू चाहिँ कहाँबाट आयो भन्ने कुरा हो। कहाँबाट आयो भन्ने कुरामा चाहिँ गुरुङहरू चाहिँ हामी आउने ठाउँदेखि अहिले हामी कहाँ बसी यो खनि टिम
चुल्लो समय सिंचो कोर्थे भा त्यो भनेको चाहिँ एउटा चाहिँ हाम्रो बसाइ सराईको कुरा आउँछ। अर्को कुरा भनेको चाहिँ हामीले यहीँतिर नेर धबा स्यो चाबा चाबा चाली छिसी लबा मनाउँदा क्यु लबा लोजाउ हामी चाहिँ माथि खास गरी चोइले भेरी भिछ भिमुजु तेरे सान्य सो मुनेप्ली भन्छ हैन सान्य सो भितो मुनेप्ली भितो अब त्यो पनि अहिले पछि कुराहरू आयो भने हामी त्यो पनि बिस्तारै कुरा गर्दै जाउँला। त्यो चीजलाई सम्बोधन गरिसकेपछि हामी चाहिँ न्यो टिबल भैली स्योन न्यो टिबल भैली सुरुयुति हैन छबलाई हामीले चाहिँ घरमा ल्याएपछि हामीले चाहिँ चाइले सिंचो कोर्दी भा त्यसरी चाहिँ हाम्रो त्यो समाप्त हुने त्यो कुरा छ। चाइले अर्को तोंबु भिनातिर सिंचो कोर्दै खाउँछिन हामीले चाहिँ छबमा यहाँतिर हामी एनिमल सेक्रिफाइसको कुराहरू आउँछ है। अब यो चाहिँ यो सिंचो कोर्बो भेबतिर मुनय तालमो प्रय तालमो सी तालमो सिंधु मुलो ता झलमो खला नाल ता झलमो यो चीजहरू चाहिँ अहिले यो हाम्रो विषयवस्तुसँग ठ्याक्कै भन्नु पर्दाखेरि यो छबमा सिंचो कोर्बो किन वाइ अनि किन महत्त्वपूर्ण छ भन्ने कुरा पिल्तुमेर दि गुरुङहरूको माइग्रेसनको हिस्ट्री गुरुङहरू चाहिँ कुन ठाउँबाट माइग्रेसन भएर आयो बेभए ताज हो यहाँ चाहिँ जोडेर आउने भएको हुनाले है एउटा चाहिँ माइग्रेसनको हिस्ट्रीलाई देखाउँछ जो सिंचो कोर्बो अध्ययनले। अर्को कुरा भनेको चाहिँ सिधो मुलै मिकिबा खलनालै मिकिबा पन्जय मिकिबा नेजो स्योजो तोजो मुलै चल्लो मिजो किउ लैरी बि यसले चाहिँ हामी फेरि त्यो बेलाको हैन यसले चाहिँ एउटा जंगली युगको कुरा देखाउँछ ढुङ्गे युगको कुरा देखाउँछ शिकारी युगको कुरा देखाउँछ यसको आदर्शको कुरा गर्नु पर्दाखेरि त्यसरी चाहिँ देखाउँछ। अनि अहिले चाहिँ भन्नु पर्दाखेरि चाहिँ ए गुरुङहरू चाहिँ एनिमिस्ट भनेको गुरुङहरू चाहिँ प्रकृतिवादी भनेको हैन गुरुङहरू चाहिँ पितृवादी भनेको हैन गुरुङहरू चाहिँ वनवादी भनेको यो यस्तो खालको चाहिँ सिमी भूमि मिकिरिबी सिल्दु नाल्दु मिकिरिबी सिदुङ बुलै मिकिरिबी लोनी मिजो किरिबी तुमने पालो प्रकृतिवादी भनेको रहेछ भन्ने कुराको चाहिँ आदर्शवादले फेरि त्यतातिर बुझाउने कोसिस गर्छ है। चुतोलिङ अझै छनालियो किले ताला सतो गइ छुके त्यो मोटामोटी चाहिँ यो हुन्छ है भन्ने चाहिँ हिसाबले मात्र त्यो गरेको छ। अर्को चाहिँ तरे वादा बिउ छ नि अन्दाका नि वा बिउमुमी न्योकिरा भन्नाले रिचुअल भाषामा वादा खेमिरे दिएर खेली खेमु बिन म यो चाहिँ पढेर नै यहाँ एकचोटि पढेर नै सुनाउँछ है। जो हो त मजु सोझेंगै लममी जो हो के म खाना केरो म कोरोना सर केरो क्रोजरो क्यो कोआले कोरोना सैली सिना सर केरो सिजरो क्यो कोआले सिना सैली सैना सर केरो सजरो क्यो कोआले सैना सैली थोइ ना सर केरो थोजरो क्यो कोआले थोइ ना सैली भइ ना सर केरो भइजरो क्यो कोआले भइ ना सैली सोइ ना सर केरो सोइ ना सर नि केरो जो लंग गोरी चुइरो तर जो लिंग गोरी चुइरो केरो जो लंग गोरी स्याइरो तर जो लिंग गोरी स्याइरो यारा योरु फ्यारा फेरु तमा तोने ममै जरे रे तखैरो सानो सुइ जरे रे तखैरो जो हो भूमि तोर भुइरो मार झोर भुइरो उइ झोर भुइरो मार खुरर भुइरो उइ खुरर भुइरो हो भूमि तोर फिरो मार झोर भुइरो उइ झोर भुइरो मार खुरर फिरो उइ खुरर फिर जो भाले भूमि नारे नभे होदैरो यो भूमि भ्रभ्रको पोको तबे होदैरो त हेर हे दन्दो दन्दो सिर चिलमा खर्जिउ गेलै छ त हेर नै होगा म क्यो र आउ थेम ठिबिरिङ गेलै छ म क्यो र नै होगा फेरि भेजु भइता कुखुराको कुरा चाहिँ बिहान काटेको कुखुराको कुरा चाहिँ छली खेमु वा अब यति पढेपछि चाहिँतिर जो पवित्र रन्सी घोसबै दिन नानो मिमे चोम फोम मम घम कुमल मिजो छबदलै बिन्दाबै तमु छबै तमु सिरके तमु धुर्के तमु शेरमै बै आता फली फाबै आता करलटा लिर्तो वर्ची भिरमलै आता होती छुतो प्रुला आखा प्रिंग सोम्याला आखा लैदली छेला आखा गिदली प्योला आखा
सारदली ओलाखा तदली भारलाखा भिदी भीम बिसेनर किजु होल्मी केरचे किसी चोबिनो तोरचे किसी उराबिनो केरचे भलिउ रिबिनो तोरचे भलिउ रिबिनो गोचे आलबिनो पिघ्याइ थोबिनो ती चोरटाइ आप्याबिनो गालेबै कि आलिबिनो क्यारे दे आफबिनो हमी भर्खा टोली उही सरकार टोली नोरा भई ठुलो मर्क्यो युमती भर्खा टोली नोरा भ्या ठुलो तर्क्यो खमा चु पुरु तुलसी घाड भयमु भई भएसो श्वे भएसो लाथी भएसो टिपेक छोजीले छोजी बिल्मी सो पवित्र हंसी भोसमे धिनो नानो बिमे छोमे फोमे फोमे घमे कुमल ती शनिबार दिनर थिन्छ पार्छ घरैस्या बरुइस्या दिनरा छोबदलै बिन्दाबै आधा सबै आधा सिर्गे आधा नुर्गे आधा शेरमै भए तम फली भावे तम करटा लिदो घर चाहिँ निर्मलै तमो होदी छुतो प्रुला खम प्रिय संब्याला खम लैदली छेला खम गिदली प्योला खम सारदली रोला खम तदली फारला खम होदी छुतो प्रुला खम प्रिय संब्याला खम भिदी पिम्बिसने किजो भल केरचे किसी रागलो तोरचे किसी चोकनो केरचे भलिउ रिबिनो तोरचे भलिउ रिबिनो को छै लबिनो पिघ्याइ आतो बिनो ती छोरटै त्याबिनो गालेबै खिलेबिनो क्यारदे भइबिनो कि छौरे साबै भगा किजु गई भई छबै भगाजु कि छौरे साबै भगाजु छबत खेब सुई आरे छबत भिब सुई आरे सु छबुनी गचै आरे गरी आरे सु छबत खेब सुई आरे छबत भिब सुई आरे कि छौरे साबै भगंगै स्यासे क्यासे रसे क्यासे गई किजु बसे नितै सैरो त भइम किदलहरनी मारे सैदि सैरो मै सैदि सैरो यो भनेको चाहिँ अब यो कुखुराको कुरा है। अब यो कुखुराको कुरामा चाहिँ हामी मैले अघि नै भने हामी पितृवादी हामी प्रकृतिवादी हामी आत्मवादी हामी जीववादी। अब जीवलाई हामीले सेक्रिफाइस गरेर अब त्यो जीवसँग भएको अङ्गहरू खास गरी चाहिँ छेउको बारेमा भन्नु पर्दाखेरि कलेजो मुटु अब केसी पेपर झ्यामै त्यो करङ हो होइन। करङ चाहिँ अब दायाँ बायाँको करङ हुन्छ। समतान यदि पी भनेको चाहिँ कलेजोमा चाहिँ त्यो काटेको भागलाई पी भन्छ। अनि पित्त हेऱ्यो त्यो सबै चिज हेरेपछि शुभ अशुभ के चिज चाहिँ फल होइन त्यसलाई चाहिँ छुट्याउने काम हो। चु बधाई तार चु छलिदरी अब सायद गैँचीले खेव मेरो विचारमा चाहिँ प्राय हामी उपस्थितिले बुझ्नु भएको छ होला होइन। चुर्छ बिमी चुर्छ दौसी मुनि भनेर चाहिँ त्यो बुझ्नु भएको छ है। यसको अर्थ चाहिँ यो करण चाहिँ यस्तो भयो भने के देखाउँछ, यो पित्त यो भयो भने के देखाउँछ, कलेजो यो भयो भने के देखाउँछ, मुटुले चाहिँ के देखाउँछ भन्ने चाहिँ त्यो हाम्रो घर परिवारको सदस्यहरूसँग चाहिँ प्रतीकात्मक हिसाबले चाहिँ यो तुलना गरेर चाहिँ हेर्ने हो। मैले चाहिँ यति कुरा मात्र भनौँ कि हामी जीववादमा विश्वास गर्ने समुदाय भएको हुनाले एनिमल सेक्रिफाइसमा विश्वास गर्ने समुदाय भएको हुनाले यो क्षमा गरेपछि यसको चाहिँ महत्त्व हाम्रो भविष्यसँग तुलना गर्ने होइन, हाम्रो लकसँग चाहिँ शुभ अशुभ हामीसँग चाहिँ तुलना गर्ने हो भन्ने कुरा चाहिँ म अहिले यति मात्र भनौँ। यो चाहिँ यो वादको कुराबाट अनि चाहिए अर्को त तोमु बिना चुचो खाउँछे रे तलङ्गै विधि गई लौ त भ्याउँ अरूमै आलालाई नै खाऊँ म एग्री होइन। अरूमै लौ त भ्याउँ गई आलालाई नै खाऊँ म एग्री। किन म चाहिँ यो अध्ययन गर्दै गर्ने अनुसन्धान गर्दै गर्ने भएको हुनाले ठ्याक्कै मिल्नुपर्छ, ठ्याक्कै मिल्यो भन्ने चाहिँ हुँदैन। तर एउटा तर्क चाहिँ हुनुपर्छ। हामीले के गरिरहेका छौँ होइन त्यसको चाहिँ एउटा सांस्कारिक तर्क होइन, त्यसको एउटा व्यवहारिक तर्क, त्यसको चाहिँ एउटा साइन्टिफिक तर्क हुनुपर्छ है। अर्को त चाहिँ त्यही तोमु बिना थाहा क्यारमा फेरि लौतरी थाहा क्यारमा भनेको चाहिँ खास गरी आछ्याको चिजहरू तोजो मुलैया शुभ अशुभ चिजहरू के चिजहरू छ हामी माथि लाग्ने त्यो चिजहरूलाई पन्छाउने काम हो। अनि यो चाहिँ हाम्रो पछिहरूको अनुसार यो 3वटा ठाउँमा यसको चाहिँ ठगाना हुन्छ भन्छ है। उनीहरूको भाषामा ठगाना हुन्छ भनेको चाहिँ बास हुन्छ भनेको है, घर हुन्छ भनेको ठाउँ हुन्छ भनेको। एउटा चाहिँ त्यहाँपट्टिको चाहिँ तमु त्यहाँपट्टिको भयो
चौबाटो अथवा दोबाटो होइन। अर्को चाहिँ मुनु धी अथवा मुनुमा नास भनेर भनेको छ। मुनु भनेको फेरि राजा हो होइन, मुनुष्य भनेको रानी हो। तर को राजा को रानी भन्दाखेरि जुन चाहिँ अशुभ चिजहरू छ तिनीहरूको पनि प्रमुख हुँदो रहेछ होइन। जति अशुभ चिजहरू छ इनअस्पिसियस पावर भनेर भन्छ होइन, त्यो इनअस्पिसियस पावरको पनि राजा हुन्छ, रानी हुन्छ अथवा मालिक हुन्छ, गुरु हुन्छ होइन। उनीहरूको पनि त्यो मान्नुपर्ने होइन, बुझ्नुपर्ने त्यो खालको चाहिँ पोजिसन क्रिएट गरेको अझै ठुलो शक्ति हुन्छ होइन। तिनीहरूको चाहिँ शक्ति, तिनीहरूको चाहिँ घर भनेको चाहिँ मुरुम नासा हुन्छ। अनि अर्को भनेको चाहिँ लङ्ग चाहिँ नासा निङ चाहिँ नासा भन्छ। लङ्ग भनेको चाहिँ ल भनेको चाहिँ जुन, नि भनेको चाहिँ घाम होइन। लङ्ग चाहिँ नासा निङ चाहिँ नासा भनेको चाहिँ यो घाम जुन डुब्ने ठाउँतिर भनेको चाहिँ पश्चिमतिर भन्छ क्या। हामीले चाहिँ खास गरी चाहिँ गुरुङको शास्त्र अनुसार जति अशुभ चिजहरू बढी हुन्छन् त्यो चाहिँ पश्चिम दिशामा हुन्छ भन्छ। पश्चिम दिशामा अशुभ चिजहरू बढी हुन्छ भनेर चाहिँ यो यसरी भनेको हुन्छ। यो चाहिँ दोबाटोमा अथवा चौबाटोमा चाहिँ 3 पटक, मुरुमै धिर 3 पटक, त्यसपछि यो लङ्गच्यो हिङ्गच्यो भन्ने ठाउँमा चाहिँ 3 पटक गरेर 9 पटक चाहिँ अब के छ थाहा क्यारेक्टरमा के दै हो। अब त्यसमा पढ्ने बुँदाहरू के हुन्छ भन्ने कुरा चाहिँ अघि नै मैले भने आफ्नो हुन्छ होइन। म त अब सिक्दैछु। यति भनेपछि चाहिँ म चाहिँ अलिकति अब तलतिर गएँ है। यो भनेको चाहिँ बिहान मेरो बाबाहरूको समूहले टोलीले गरेको छबको चाहिँ कुराहरू। अब यति भनेपछि चाहिँ म अब अलिकति तल केही सैद्धान्तिक कुराहरूमा जान्छु। छब ते वा तेरे सुर्खालिया अघि हाम्रो संयोजकज्यूले उठाउनु भएको कुरा मैले नोट गरेर ल्याएको छु घरबाट। हाम्रो अध्यक्षज्यूले चाहिँ बहिनीले यो गरेर मलाई पठाउनु भयो। यो गरेर मलाई पठाउनु भएपछि मैले चाहिँ ताइमा बहिनी छ बेदी मैले पनि अब त्यहाँ देख्यो होइन, छबते भनेर देख्यो। तर मैले उहाँलाई चाहिँ ताइमु हुन्छ भनेर भने। मैले चाहिँ उहाँलाई तलरी ताइमु किन चाहिँ मैले त्यो भने भन्दाखेरि आइन्छु त्यही विवाह आत त बहिनी भनेर मैले उहाँलाई त्यसो भनेको भए सायद उहाँले त्यही बेला सच्याउनु हुन्थ्यो अथवा सच्याउनु हुन्थेन होइन। मानौ सच्याउनु हुन्थ्यो उहाँले है। उहाँले सच्याउनु भयो भने फेरि यसको बारे चाहिँ हामी छलफल गर्नेतिर लाग्ने थिएन है। उहाँले त्यो मैले त्यो भनेन, अनि उहाँले सच्याउने काम पनि गर्नु भएन है। त्यसले गर्दाखेरि यसको बारे चाहिँ अलिकति कुरो हुनुपर्छ भन्ने चाहिँ मेरो पनि विचार हो। ठ्याक्कै हाम्रो संयोजकज्यूले बिहान उहाँको अब बोल्नुभयो उहाँले होइन। खास गरी चाहिँ हामी यो लागि नै हामी गुरुङहरूको प्र्याक्टिस के हो भन्दाखेरि हाम्रो संस्कार संस्कृतिहरू, जन्म संस्कार, विवाह संस्कार र मृत्यु संस्कार। जन्म संस्कारसँगै ख्याबर लबै संस्कारहरू तर कयौँ संस्कारहरू तोङ्गलै पनि त्योसँग जोडेर आउने भयो। विवाह संस्कारसँग चाहिँ ब्याल खिच्नु तो जो खिच्नु भन्ने कुरो पनि हुनसक्छ होइन। त खालकै विषय तर गई विषय आइपिएन्द्र विवाह संस्कार भनेको चाहिँ त्यो हुने भयो। मृत्यु संस्कार भनेको चाहिँ मृत्युसँगै प्रयोग गर्ने संस्कारलाई पनि हामीले चाहिँ मृत्यु संस्कारमा राख्यौँ होइन। हाम्रो गुरुङहरूको जीवन चक्रमा हुने संस्कारहरू भनेको चाहिँ जन्म, विवाह र मृत्यु, यो 3वटा मुख्य संस्कार भनेको गुरुङहरूको जीवन चक्रमा हुने संस्कारहरू भयो। यो जीवन चक्रभरि हुने अर्को संस्कार भनेको चाहिँ मुख्यतया हामीले चाहिँ 2वटा संस्कारहरू हामीले प्र्याक्टिस गर्छौँ। एउटा अफरिङ सिस्टम भन्छ, अर्को चाहिँ एक्सोर्सिजम सिस्टम भन्छ है। चुत्तो तलै चुत्तो पिमु बिना खै यो नि एउटा संस्कार चाहिँ हामीले आशीर्वाद लिनलाई गर्छौँ। एउटा संस्कार चाहिँ हामीले पन्छाउनलाई गर्छौँ है। एउटा संस्कार चाहिँ आशीर्वाद लिनलाई गर्छौँ, अर्को संस्कार चाहिँ हामीले पन्छाउनलाई गर्छौँ है। त्यसले गर्दाखेरि एन्थ्रोपोलोजीमा के भन्छ भन्दाखेरि आशीर्वाद लिने संस्कार, आशीर्वाद लिने प्रक्रिया, आशीर्वाद लिने प्र्याक्टिसलाई अफरिङ अफ गड भन्छ है। अनि पन्छाउने संस्कार
छ त्यसलाई चाहिँ एक्जोर्सिजम अफ डेमन, एक्जोर्सिजम अफ घोस्ट भनेर भन्छ है। अफरिङ अफ गड भनेको चाहिँ भगवान, गड भनेको भगवान भनौँ अहिलेको हिसाबले होइन। भगवान भनेको हाम्रो गुरु पनि भगवान हो भन्न खोजेको। फेरि यो भगवान भनेको फेरि अरूको भाषा भन्ने होला, तर हाम्रोले होइन, हाम्रो पितृ, हाम्रो मातृ होइन, हाम्रो गुरु पनि भगवान भन्न खोजेको मैले यो अर्थमा है। भगवानलाई चढाउने कामहरू, भगवानबाट चाहिँ आशीर्वाद लिने कामहरू, रिचुअलहरू हुन्छ, त्यो भनेको चाहिँ अफरिङ सिस्टम हो। जति भूत प्रेत पिचास भनेर हामी भन्छौँ होइन, थारी मो भनेर जति भन्छौँ हामी, त्यसलाई चाहिँ पन्छाउने संस्कार भन्छौँ हामी, त्यसलाई चाहिँ एक्जोर्सिजम भन्छौँ। त्यो भनेको चाहिँ डिमन हो भन्छ, भूत हो है, घोस्ट होइन, भूत प्रेतहरू भन्छौँ है। यो दुईवटा संस्कार अहिले मैले भने हाम्रो जीवन चक्रमा हुने संस्कारहरू बाहेक अर्को दुईवटा मुख्य संस्कार भनेको यो दुईवटा संस्कार हो। त्यसैले यो क्षमा भन्ने चाहिँ अफरिङ संस्कार हो कि होइन एक्जोर्सिजम संस्कार हो भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। यो कुरा सायद धेरै अघि पनि चलेको हो, तर निकै ठाउँमा चाहिँ क्षमते भनेर चाहिँ यसको सम्बोधन यसरी गरिँदो रहेछ है, मैले थाहा पाएको अनुसार। मैले यहाँनिर भन्न खोजेको कुरा अझै के हो भन्दाखेरि प्लघुलब के भन्ने हुँदैन, फैलुलब के भन्ने हुँदैन, मोलब के भन्ने हुँदैन, टोथिब के भन्ने हुँदैन है, खेमथिब के भन्ने हुँदैन, अथवा खेम के हुँदैन, फैलु के हुँदैन है, मो के हुँदैन, प्लघु के हुँदैन है। त्यही हिसाबले चाहिँ क्षमते हुँदैन है, किनभने चाहिँ यो क्षमा भनेको चाहिँ क्षमा लब अथवा क्षमा छिब भन्ने चाहिँ हुन्छ। क्षमा लब भनेको चाहिँ क्षमा गर्ने भनेको, क्षमा छिब भनेको चाहिँ खास गरी चाहिँ साइतो गर्ने, छिब भनेको चाहिँ तयारी हुँदैछ भन्ने कुरा हो नि त। छिब भनेको चाहिँ तयारी गर्ने भन्ने कुरा हो। अब घर छोडेर जाने कोही अन्त सदस्यहरूको लागि हो भने क्षमा छिब भन्ने शब्द चाहिँ एकदम सुहाउँदो शब्द हो, एकदम रिचुअल शब्द हो। त्यसले गर्दाखेरि नैसिब के भन्ने हुन्छ, नागते भन्ने हुन्छ, पाल्दुवाक के भन्ने हुन्छ है, प्युरो के भन्ने हुन्छ, बिबिव के भन्ने हुन्छ है, तर बिबिव लब भन्ने चाहिँ हुँदैन है, नैसिब लब भन्ने चाहिँ हुँदैन। त्यही हिसाबले चाहिँ हाम्रो सबै गुरुङहरूको गाउँमा टोथिब गर्छ नि, टोथिब के हुँदैन फेरि है। तलै किन हुँदैन भने जति हामीले हाम्रो पितृहरू, हाम्रो कुल होइन, हाम्रो गुरुहरूको नाममा गर्ने पूजा छ, त्यो कहिल्यै पनि के हुँदैन है। यो हाम्रो सांस्कारिक अभ्यासले पनि यो भन्छ। अनि यतातिरको चाहिँ एन्थ्रोपोलोजीको भाषामा त्यसको चाहिँ आदर्श होइन, त्यसको चाहिँ सिद्धान्तले पनि त्यही भन्छ है। त्यसले गर्दाखेरि क्षमा के भन्ने चाहिँ हुँदैन। म चाहिँ हाम्रो संयोजकज्यू होइन, हाम्रो उप अध्यक्ष, हाम्रो महासचिवज्यू पनि हुनुहुन्छ, तपाईँहरूले एकचोटि चाहिँ केन्द्रीय कमिटीमा यो कुरा चाहिँ सायद छलफल गर्दाखेरि यो राम्रै हुन्छ है। त्यसले गर्दाखेरि के चिज चाहिँ थिब लब भन्ने हुन्छ होइन, के चिज चाहिँ ते भन्ने हुन्छ भन्ने कुरा चाहिँ अलिकति चाहिँ हामीले यसरी छुटाउन सक्नु पर्यो है। यो बारे चाहिँ मैले अहिले यति गरेँ। अर्को ता चाहिँ तोमो बिना यो चाहिँ अलिकति सैद्धान्तिक कुराहरू भयो है, यो अलिकति सैद्धान्तिक कुरा भयो। अनि यो सैद्धान्तिक कुरासँगै फेरि गए चुर्ख्री तातो पिमो बिना तेरे अहिले धेरै चलेको कुरा यो होइन। अस्ति हाम्रो गौरी बहिनीको उहाँ हुँदाखेरि पनि हाम्रो ठाकुरजङ उहाँ आउनु भएको थियो, उहाँले पनि धेरै कुरा भन्नुभयो र त्यो बेला पनि धेरै कुरा चलेको हो। म चाहिँ मेरो ठाउँबाट बोल्ने मान्छे हो फेरि है म चाहिँ मेरो ठाउँबाट बोल्ने मान्छे हो। तर तन्नाले यो कैदुलाई होइन, कैदु बनायो हामीले। खास गरी चाहिँ हाम्रो संस्कारमा दुई थरीको कैदु बनाउँछौँ होइन। बिहानको त एउटै थरीको कैदु हो होइन, तर अरू अरू बेला चाहिँ दुई थरीको कैदु हुन्छ। एक थरीको कैदु भनेको चाहिँ भातको कैदु हुन्छ, त्यो जहिले पनि अघि नै मैले भने अफर गर्ने हो। उनको नाममा बनाएको कैदु चाहिँ भातको हुन्छ
होइन, डिमोनको नाममा बनाएको, घोस्टको नाममा बनाएको कैद चाहिँ मारिप्रोल होइन, उँधोको पिठोको हुन्छ है। त्यो प्रतीक भन्छ त्यसलाई है, त्यो प्रतीक भन्छ। र त्यो प्रतीकात्मक अर्थ चाहिँ के हुन्छ यसको भन्दाखेरि तलहारले लबै छब कैदु प्रतीकहरूको सबैभन्दा ठुलो मूल्य मान्यता, त्यसको चाहिँ सबभन्दा ठुलो एजम्सन भनेको चाहिँ के हो भन्दाखेरि संस्कारको अवधिसम्म त्यसको भ्यालु हुन्छ, संस्कारिक भ्यालु हुन्छ। जब संस्कार सकिन्छ त्यसपछि प्रतीकहरूको सांस्कारिक अभ्यास सकिन्छ। प्रतीक हामीले मूर्ति पूजा गर्ने, हामीले फोटोको पूजा गर्ने हाम्रो संस्कारमा छैन, हाम्रो प्र्याक्टिसमा छैन है। हामी मूर्ति पूजा गर्ने समुदाय हो भने बिहानको छबको कैदो पनि हामीले मूर्ति मान्नुपर्छ र त्यो मूर्तिलाई फेरि भोलि अर्को छब पूजामा ल्याउनु पर्ने हुन्छ होइन। तर हामी चाहिँ मूर्ति पूजा गर्ने समुदाय होइन है, हामी प्रतीकको पूजा गर्ने हो। संस्कारमा हामीले प्रयोग गर्ने जति प्रतीकहरू छन्, कैदुङलाई, लामोलाई, घ्यापललाई, पग्यु थुग्युलाई, यो कुराहरू उठे भन्न यो सायद उठाउन ठिक भयो होइन, तर प्रतीकको कुरा गर्दाखेरि मैले यहाँ यो कुरा उठाइहालेँ होइन। पग्यु थुग्युलाई, प्लमलाई होइन, कहीँ ढिकुर पनि भन्छ, ढिकुर नभन्नुहोस् प्लिज भन्नेछु मैले होइन। प्लमलाई, पग्यु थुग्युलाई, कैदुङलाई, तोङलाई, हामी जति संस्कारमा हामीले हाम्रो पितृको नाममा प्रतीक राख्छौँ होइन, त्यो प्रतीकहरू भनेको चाहिँ संस्कारको अवधिभर त्यसको सांस्कारिक महत्त्व रहन्छ। जब संस्कार सकिन्छ त्यसपछि त्यसको सांस्कारिक महत्त्व पनि सकिन्छ है। सधैँ यदि तलहारे कैदु चाहिँ त्यो 2 घन्टा, 2.5 घन्टा, 3 घन्टाको अवधिभर हामीले चाहिँ एकदमै अफर गऱ्यौँ हामीले होइन। हामीले चाहिँ धुप बाल्यौँ होइन, हामीले चाहिँ खानाहरू चढायौँ होइन, हामीले चाहिँ कुखुरा चढायौँ वा हामीले त्यो गरेर चाहिँ त्यसको चाहिँ सांस्कारिक महत्त्व दियौँ होइन। जब त्यो छब सकियो त्यसपछि चाहिँ त्यसको सांस्कारिक महत्त्व, सांस्कारिक भ्यालु पनि सकियो। त्यसले गर्दाखेरि हामीले त्यसलाई चाहिँ क्यारी भिन्यौँ दानधरी प्रशुद्ध रूपमा खायौँ भनेपछि सो चाहिँ प्रतीकहरूको सांस्कारिक मूल्य मान्यता भनेको यही हो है। प्रतीकको महत्त्व संस्कारको अवधिभरि मात्र हुन्छ, संस्कार सकिएपछि प्रतीकको महत्त्व पनि सकिन्छ है। सधैँ भिन्यो दिँदै जोगदी आशावत पाखरी गई जोडिदिरी ढिँडेर दिए यहीँनिर अब पितृको नाममा अथवा यो पहिलो पनि ढिमेर यो प्लौलाई वा सप्लो यही हामीले चाहिँ खाना चढाएको छ, खाना दिएको छ, लाउन दिएको छ होइन। तर सबै खाएपछि यो दिन उसको चाहिँ पाँदा क्याउ बिछालाई भनेपछि त्यो संस्कारको अवधिभरि मात्र चाहिँ त्यसको भ्यालु रहन्छ है। यो चाहिँ त्यसको आदर्शले यो भन्छ है। सधैँ भी यसमा चाहिँ अरू चिजहरू पनि जोडेर आउँछ है। यसमा के चिज जोडेर आउँछ भने तेरे क्यों या रामतोङला या चारठुङ्गे खाम है। अब यसरी चाहिँ बुझ्नु पर्यो होइन, संस्कारले के भन्छ र यसको आदर्शले के भन्छ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। त्यसले के भन्छ अनि के भित्रको आदर्शले के भन्छ भन्ने कुरा चाहिँ यसरी बुझ्नु पर्यो है। अर्को चाहिँ यो निकै मेरो विचारमा यो निकै महत्त्वपूर्ण कुरो हो जस्तो लाग्छ। मेरो अध्ययन चाहिँ छैन यो सम्बन्धी, तर जो चाहिँ आजको दिनमा चाहिँ यो भन्नुपर्छ होला भनेर चाहिँ मैले यहाँनिर चाहिँ यो पनि लेखेर ल्याएको छु। हामीले यो छेवालाई छेवा देवता अथवा छेवा पुर्खा अथवा छेवा गुरु तोकेलाई पनि हामीले यसलाई रिम्बरेछे भनेर भनेको छ है। हामीले यसलाई चाहिँ रिम्बरेछे भनेर भनेको छ कि बुद्धिस्टहरूले अथवा लामाहरूले रिम्पोचे भनेर चाहिँ होइन, फलाना रिम्पोचे होइन, हितकाजी रिम्पोचे है, अनि गौरी रिम्पोचे उहाँहरूको म चाहिँ बुद्धिज्मको त मैले अध्ययन गरेको छैन है। त्रिपिटकमा अथवा दमाममा के लेखेको छ त्यो मलाई थाहा छैन, तर यो के चाहिँ हो त होइन। हामीले भन्ने रिम्बरेछे र लामाहरूले भन्ने रिम्पोचे यो एउटै हो कि फरक फरक हो
है। यो अलिकति बुझ्नुपर्ने कुरा यहाँनिर यो छ है। किन मैले यो कुरा यहाँनिर भन्न खोजेको हो भन्दाखेरि हामीले भनेको रिम्बरछे, उनीहरूले भनेको रिम्पोछे हो भने हामीभन्दा उनीहरू धेरै अगाडि भइसकेको छ, अगाडि गइसकेको छ। तल हामीले मेलरिही भन्छ, नोलरिही भन्छ, योमरे भन्छ, पाल्मरे भन्छ होइन, नथुरे भन्छ। त्यो हाम्रो गुरुहरूको नाम लिनु पर्दाखेरि, हाम्रो पुर्खाहरूको नाम लिनु पर्दाखेरि होइन। अब योमरे पाल्मरे नोलरिही भन्ने त सायद अब उनीहरूको अध्ययनमा अहिलेसम्म आएको छ कि छैन त्यो थाहा छैन, तर मिलरेपा भनेर चाहिँ उनीहरूले धेरै अध्ययन गरिसकेको छ, धेरै बुझिसकेको छ है। त्यसले गर्दाखेरि हामीले भन्ने गुरुहरूको गुरु मेलरेखी भन्ने नै मिलरेपा हो कि भन्ने मेरो एउटा अनुमान, मेरो एउटा कल्पना हो। त्यसैले हामीले भन्ने रिम्बरछे होइन, किन हामी छबलाई त हामी रिम्बरछे भनिरहेको छौँ होइन। हामीले भन्ने रिम्बरछे, उनीहरूले भनेको रिम्पोछे नै हो कि? यदि हो भने उनीहरूले चाहिँ रिम्पोछेको बारेमा धेरै अध्ययन गरिसक्यो, धेरै लेख होइन किताबहरू निकालिसक्यो। मिलरेपोको बारेमा त अस्ति भर्खरै काठमाडौँमा एक हप्ता कति दिनको त नाटकै देखायो होइन। हामी उसलाई चाहिँ मेलरेखी भन्छौँ होइन, उनीहरूले त्यसैलाई मिलरेपा भनेको हो कि भनेपछि मैले भन्न खोजेको कुरा के चाहिँ हो भन्दाखेरि बोमपातमा भएका जति पनि तान्त्रिक शक्तिहरू छन् होइन, जति पनि तान्त्रिक अभ्यासहरू छन्, जति पनि अकस्मात हुने, आकस्मिक तरिकाले हुने, अद्भुत तरिकाले हुने, अलौकिक तरिकाले हुने जति हामी विश्वास गर्छौँ होइन, बुद्धले त त्यो तान्त्रिक कुरामा, अकस्मात हुने कुरामा, अलौकिक कुरामा विश्वास गर्ने त होइन होइन। त मैले यहाँनिर जोड्न खोजेको कुरा चाहिँ के हो भन्दाखेरि लामाहरूले बुद्धको नाममा फेरि पनि त्यो बेलाको तिब्बतको, फेरि पनि त्यो बेलाको मङ्गोलियातिरको, चाइनातिरको त्यो बेलाको चाहिँ कुरा होइन, त्यो बेलाको चाहिँ इतिहासलाई जोडेर उनीहरूले चाहिँ बुद्धिज्म होइन, लामावाद भनेर चाहिँ त्यो पुरानो कुराहरूलाई नै जोडेर चाहिँ यसरी प्रचार गरिरहेको छ, यसरी प्र्याक्टिस गरिरहेको छ। तर हामीले चाहिँ त्यसको अध्ययन होइन, हाम्रो तर्फबाट त्यसको अनुसन्धान अझै हुन सकेको छैन होइन। हामी तिब्बतमा पुग्दैनौँ, हामी चाइनामा पुग्दैनौँ, जापानतिर पुग्दैनौँ, हामी कोरियातिर पुग्दैनौँ। कहीँ कतै हामी पनि त्यही हिसाबले चाहिँ अनुसन्धान गर्दै गयौँ भने, त्यस्तो हिसाबले अध्ययन गर्दै गयो भने सायद त्यो एउटै हुनसक्छ भन्ने चाहिँ मेरो आफ्नो विचार हो। र यो सम्बन्धी पनि मैले अहिले यो रिम्बरछे र रिम्पोछेको कुरा उठाएँ, यो सम्बन्धी पनि केही प्रश्नहरू हुनुपर्छ, आउनुपर्छ आजको दिनमा भन्ने चाहिँ मेरो बुझाइ हो फेरि है। मैले यहाँनिर चाहिँ यो सम्बन्धी केही प्रश्न आउनुपर्छ, केही बुझ्नुपर्छ। किन यसो भनेको हो भन्दाखेरि 7औं शताब्दीमा जब पद्मसम्भव हिन्दूहरूको एकदमै तान्त्रिक व्यक्तित्व हो नि त, तन्त्र मन्त्रमा विश्वास गर्ने, अनि त्यो बेलाको चाहिँ कुरा के थियो, तर अहिले चाहिँ यिनीहरूले उसलाई चाहिँ कमलको फुलमा प्रकट भएको भनेर भन्छ होइन, कमलको फुलमा आफै प्रकट भएको भनेर भन्छ। मैले अघि नै के भने भन्दाखेरि बुद्धले जे देखेको छ त्यसको मात्र कुरा गरेर भन्छ होइन, तर बुद्धिस्टहरूले फेरि नदेखेको अलौकिक चिजको पनि धेरै कुरा गर्छ के, धेरै व्याख्या गर्छ है। त्यो पद्मसम्भव भनेको कमलको फुलमा प्रकट भएको मान्छे हो भन्छ यिनीहरूले है। मैले भन्न खोजेको कुरा चाहिँ लामाहरूले चाहिँ बुद्धको नाममा तन्त्र मन्त्रको धेरै अभ्यास गर्छ, बुद्धको नाममा बादमा आधारित कुराहरू, व्यवहारहरू, प्र्याक्टिसहरू धेरै गर्छ होइन। तर हामी चाहिँ हामीसँग भएको कुरालाई पनि हामीले चाहिँ अब लेख्न सक्ने, खोज्न सक्ने, भन्न सक्ने स्थितिमा अझै हामी छैनौँ भन्न खोजेको है। यो अघि मैले भने अफरिङ सिस्टम र
एक्जोर्सिजम भनेको चाहिँ यो अर्पण गर्ने र पन्छाउने काम चाहिँ हाम्रो भन्दा पनि अझ बढी लामाहरूको हुन्छ, शेर्पाहरूको हुन्छ, तामाङहरूको हुन्छ। उनीहरूको घेवा गर्दाखेरि अथवा उनीहरूको चाहिँ पूजापाठ गर्दाखेरि उनीहरूको चाहिँ अझ बढी हुन्छ भनेपछि यो कुराहरूलाई हामीले चाहिँ कसरी अध्ययन गर्ने, अनुसन्धान गर्ने भन्ने कुरा हो मेरो आजको चाहिँ यो लास्ट विषय चाहिँ मैले यसरी यहाँनिर ल्याएर चाहिँ टुङ्ग्याएँ। सधैँ बेङ्गाई तल तो बिना सुरुदेखि गई ताजो तो जो बोलाइया गई लुता तान्दा हामी त्यसले बिना सबै चिज चाहिँ मैले जान्ने भन्ने त्यो कुनै त्यो होइन है। मैले चाहिँ अध्ययन गरेको, मैले चाहिँ अनुसन्धान गरेको केही कुराहरूलाई चाहिँ मैले राख्ने मात्र हो है। फेरि हामी छलफल गरेर हाम्रो छलफलले के निकाल्छ भन्ने कुरा हुन्छ। यति भन्दै म यो मेरो आफ्नो विचार भन्नु होइन, मेरो यो प्रस्तुति पनि होइन, मेरो छलफलको विषय, छलफलमा मैले राखेको मेरो विचार म यहीँ आएर टुङ्ग्याउन चाहन्छु। एकदमै मैले अघि नै भने सुरुदेखि अहिले यो रिम्पोछेसम्मको जति कुराहरू हामीले यहाँ गऱ्यौँ है, यसको बारेमा धेरै मत आउनुपर्छ, धेरै विचार आउनुपर्छ, धेरै जिज्ञासाहरू चाहिँ यहाँनिर उठ्नुपर्छ भन्ने चाहिँ मलाई लागेको छ। धन्यवाद।